बबाल छ है जाऊ यो यहाँदेखि अब हाम्रो हुन्छ यात्रा माथि बुढेसम्म हुन्छ कि कहाँसम्म हुन्छ ल अब चाहिँ हामी ठ्याक्कै सानाथिमीको यात्रा अहिले चाहिँ हाम्रो ठ्याक्कै भन्दाखेरि चाहिँ भक्तपुर गुन्डुको यात्रा त्यहाँसम्म अब कस्तो हुन्छ राइड त्यही हो ठिकै हो केपी ओलीलाई भेट्न जाँदैछौँ हामी होइन केपी ओली भेट्न जानु लाग्यो अरे ल होइन त हामी युवाहरू चाहिँ अब केपी ओलीको सपोर्ट दिने हो कहाँ केपी ओली भने हामी चिन्जी होइन बालाई पनि सुरक्षा त दिनु पऱ्यो नि है बा फेरि के गर्नु बिचरा है बुढा भइसक्यो टेन्सनले मर्ला भन्ने पिर है जे पनि बाको माया लाग्छ के गर्नु जति भएको छ कस्तो दामी गाडी हेर्छ आम्बो है परे त गाडी त कहिले किन्ने केटा अनि गाडी हामी गाडी अब किन्ने अब रिमोटवाला कन्ट्रोल गर्दा हुँदैन हाम्रो यहाँको यो हाम्रो भक्तपुरको यो के अरे यहाँको मान्छे नेता हाम्रो को हुनुहुन्छ है यो बाटो चाहिँ बनाउनु पर्यो है यो धुलै धुलो भयो हामी हिँड्नेलाई पनि गाह्रो भयो यहाँ हेर यस्तो पुरै होइन त्यही कहाँ धुलै धुलो यो बाटो चाहिँ बनाउनु पर्यो है सरकार हामी यहाँ सल्लाहघारी चुन्देवी है ल कतिजना यो बाटो हिँड्दै हुनुहुन्छ भने चाहिँ यहाँ अगाडि चुन्देवीमा चाहिँ है पुरै स्पिड चेकिङ हुन्छ प्रायः जस्तो एनी टाइमै हुन्छ है यहाँ चाहिँ यस्तो ख्याल गर्नु होला त्यही हो यहाँ हाम्रो चुन्देवीको पुलमा चाहिँ स्पिड चेकिङ हुन्छ है यहाँ त होइन अलि अगाडि यहाँ ट्राफिकहरू बसिरहेको छ भने म देखाइदिन्छु है चेकिङ भएको त्यहाँ चेकिङ चाहिँ हुनुपर्ने हो अब त्यो ट्राफिकहरू त हो सबै पुरा दिमाग लगाएर हो नेपालीहरू भेडा हुन्छन् भन्छन् है तर ट्राफिकहरूले खतरा दिमाग लगाएर है सिट काटिदिन्छ यहाँ काट्दा चाहिँ टक्क लगाएर उयो अगाडि पुलमा हो क्या एउटा हिँड्ने ताकि यो पुलको होइन पुलमाथि बस्दैन क्या भर्याङमा बस्छ भने त्यहाँबाट समाति चाहिँ अगाडि समात्नु चाहिँ अगाडि होइन स्पिड चेकिङ ट्याक्कै यो पुलनिर बस्नु क्या मलाई यही समाति हेर्दैन बेला जोसमा होइन मेरो यहाँ चिट छ नि अनलाइनमा मेरो 25 चिट छ म पखार तिर्ने अब नागरी एपमा देखाउँदो रहेछ नि त लाइसेन्सहरू केही पनि अस्तिको जेनजी आन्दोलनले खतरा गर्दैन मेरो अब 25 रुपियाँ चिटको तिर्न लागि छ पैसा होइन तिर्ने कि नतिर्ने भइरहेको छ यहाँनिर बस्छ क्या यहाँनिर यस्तो पुलमा बस्छ है बस्दा चाहिँ चेकिङ रहन्छ गरिदियो आज चेकिङ रहन्छ यहाँनिर है तर प्रायः जस्तो मान्छेले सुविधा गरेर आउनु होला यहाँनिर चाहिँ चेकिङ हुन्छ क्या यहाँबाट भाग्ने चान्स चाहिँ छैन फेरि यहाँनिर उस्तो पऱ्यो भने बाटो छेकेर समातिन्छ नि यहाँनिर फेरि हामी चुन्देवी आयो भने त चुन्देवी आयो भने त हामी चुन्देवी अब त्यो अब मेरो के गर्ने अब अनलाइन चिट होइन 25 छ मेरो अनलाइनमा चिट जम्मा होइन अब अस्ति अब जेनजीको आन्दोलनले अब त्यो नागरी एपै अब छैन क्या अब नागरी एपमा चिटै डिड भएको नि त त्यहाँको त पुरा कम्प्युटर सब जलेर अनि अहिले नागरी एपमा देखाउँदो रहेछ नि लाइसेन्सहरू सिलु बोकेर हिँड्नुपर्ने छ अहिले त अब केही नगर्ने केटा अब पैसा लग्दैन
त्यही सोचिरहेको छु मैले अब फेरि अब नागरिक यादमा देखायो भने त्यही पहिलाको देखायो भने कुर्ने बनेको नभए नतिनीमा बसिरहेको छु त्यही हो गर्ने नि ल ट्याक्क लाएर हामी अहिले सूर्य विनायक अब हामी यता यहाँबाट हामी राइट लाग्नुपर्ने हुन्छ सर लक यता मास्टर जानुपर्ने हुन्छ हामी चाहिँ अहिले यसरी नहेरौँ न लाज लाग्छ है त अब त्यो सुरुमा अब भ्लग बनाउँदाखेरि चाहिँ अब यसो हामी त यसो अब होइन ल एउटा बनाइदिउँ न त भनेर बनाउनु लागेको तर लाजले हेर भुतुक्कै भुतुक्कै हाम्रो यहाँ राइडर सर हुनुहुन्छ यता फेरि है राइडर सर हुनुहुन्छ यहाँ हाम्रो बिस्तारै भ्लग चाहिँ हेर्नुपर्छ है हाम्रो सपोर्ट हानिदिनु पर्ने हुन्छ हामीलाई तर हाम्रो खतरा खतरा भ्लग आउँछ है आउन चाहिँ फेरि यो काम भनेको हामीले देखाउँछौँ तर तपाईँहरूले सपोर्ट चाहिँ गरिदिनु पर्यो हामीलाई है तरुनीहरू छैन नि त केटा अब तरुनी सबै गाउँतिर गएको नि त फर्किन बाँकी छ नि त ठाडो गाल छ है टक्क लाएर हामी आइपुग्यो भयो अहिले ठ्याक्कै हामी यो गुन्डुको जङ्गल हामी गुन्डु छिर्नुपर्छ कि हो छिर्नुपर्छ जाउँ न त जङ्गलबाट झन् बवाल हुन्छ नि त्यहाँ चाहिँ अफरोडिङ चाहिँ अफरोडिङ छ है हल्का हाम्रो हजुरबालाई भेट्नलाई हाम्रो हजुरबा यतै हुनुहुन्छ अरे है हजुरबा भेट्नुपर्ने हुन्छ हामीले नातिहरू हजुरबा भेट्न आएको दसैँपछि त्यही पनि होइन हामी चाहिँ मन्दिर आयो ट्याक्क लाएर होला यहाँनिर पनि अब राइड गर्न बाटो चाहिँ राम्रो छ है तर काहीँ काहीँ ठाउँमा चाहिँ खाल्डो परे हुन्छ क्या यो पिच बाटोमा अनि खाल्डोमा लात चक्का छिर्यो भने चाहिँ है बाइक ब्यालेन्स गर्न गाह्रो हुन्छ त्यो राइड गर्नु होला सेफ राइड भएर गर्नु होला है आफू पनि बाँचौँ अरूलाई नि बचाउँ तरिकाले है हो त्यही त हो अब अहिलेको उमेर अब हाम्रो उमेर त्यही हो है बाटो देखेपछि कुदाउन मन लागिहाल्छ त्यही हो बाइक पाएपछि अब कुदाउनु त मन लाग्छ तर कुदाउँदाखेरि धेरै कुरा सोच्नुपर्छ है त्यत्तिकै अब बाइक त हो म कुदाइहाल्छु नि भनेर जस्तो सजिलो छैन त्यही नै अब यसो मिलाएर त्यही त हो नि अब छोटो मिठो कुरा बुझिहाल्यो भयो होला है कुरा बुझ्नुपर्छ यस्तो कुराहरू छिटै साइकल बिचमा लानु पाइनु हुन्थेन के मान्छे अट्दैन तर हामी ल बाटो चाहिँ यहाँको सही छ है धन चाहिँ तर अब ठाडो उकालो है ठाडो उकालो पनि उकालो तर यहाँ बाटो चाहिँ अलिअलि बिग्रिएको छ त्यही हो अलिअलि अब जेएनजीको सरकार कतिजनालाई थाहा होला यहाँको बाटो है कतिजना डेटिङ पनि आउनु भएको होला यहाँतिर है तर अब डेटिङ भन्दा नि अब के भन्नु है अब त्यही त हो लप परेपछि अब यताउता घुम्ने यताउता भनेर त्यही हो डेटिङ भनेको त्यही जस्तो लाग्छ मलाई चाहिँ होइन अब त्यो अरू यस्तो थाहा छैन हामीलाई अब आज मैले देखेँ भने डेटिङ बसेको है तर एउटा भिडियो चाहिँ म आएर हालिदिन्छु म तर अनुहार चाहिँ देखाउँदिनँ है बिचरा के गर्नु है त्यस्तो त हो अब अनुहार चाहिँ देखाउँदिनँ त्यही त हो ब्याक साइडबाट मिल्यो भने भिडियो सिडियो आएर हालिदिन्छु है म त टक्क लाएर होइन टिकटकतिर हेरिदिनु पर्यो हाम्रो भिडियो टिकटकमा नि आउँछ है युट्युबमा नि आउँछ त्यो तर यो साथी पहिलो जग्गा गएको रहेछ तर सानोतिनो पहिरो गएको रहेछ है जुम गरिदिउँ क्या होइन नि त केले कहाँ हेरिदिनु त म जुम गरिदिएको हो यस्तो हो है हामी ट्याक्क अहिले त ठ्याक्कै यो पाइलट बाबा
निस्किनु लाग्यो घ्याम्पे डाँडा माथि यहाँबाट पाइलट बाबा पायल बाबा यता माथि घ्याम्पे डाँडा यहाँ चाहिँ पायल बाबा गेट हो यो चाहिँ है यहाँ दुईवटा बाटो छ टक्क नझुक्किनु होला आइया यो चाहिँ पायल घुमेर कि घ्याम्पे डाँडा जाऊँ है हाम्रो यो दुईवटा जोडीहरू डेटिङै बस्दा आउनु भएको होला कहाँ लाएर ल अहिले चाहिँ हामी यहाँ माथि पायल बाबा है ल यो चाहिँ हाम्रो पायल बाबा ट्याक्क लाएर अहिले हामी यहाँ पायल बाबा आइपुग्यौँ त्यसलाई रोक्दिउँ है छिर्दिउँ है छिर्दिउँ न ल है यहाँबाट चाहिँ ट्याक्कै देखिँदो रहेछ काठमाडौँ सबै ट्याक्कै ल हामी आएको चाहिँ यहाँबाट हो सन सिटी होइन ठ्याक्कै ल हामी आएको चाहिँ यहाँबाट सन सिटी जे होस् तर घाम चाहिँ लाग्ने क्या घाम लागेपछि चाहिँ उल्का मगाइदिने घामले चाहिँ है यहाँ यो हाम्रो ड्राइभर साहब हो यो चाहिँ हाम्रो आज साहबको च्यानललाई सबैले नै बेलुकाबाट नै स्टार्ट हो नि त बेलुकाबाट स्टार्ट हुन्छ ल अब चाहिँ हामी ठ्याक्कै जाने भनेको यहाँ माथि डाँडामा है मासतिर चढ्ने कि भन्ने कुरा हो टक्क ला चढ्नु त पर्छ यहाँबाट ल ट्याक्क लाएर यो पाइलट बाबा यो चाहिँ है तर यहाँ टिकट लाग्ने रहेछ पहिला चाहिँ हामी फ्रीमा छिर्यायो फेरि यहाँनिर पहिला चाहिँ फ्रीमा छिर्यायो हामी अहिले चाहिँ टिकट लाग्ने रहेछ ठिक छ त्यही पनि 20-30 रुपियाँ भनेको यस्तो के होइन केटाहरूले त 20-30 रुपियाँ भनेको चुड खाएर सक्ने खालको मान्छे पर्छन् होइन त्यो पनि आइदिनु होला घुम्नु होला राम्रो भ्यू देखिन्छ यहाँबाट है टक्क लाएर देखिरहेको सबै भक्तपुर हो है भक्तपुर यता काठमाडौँ यहाँ एयरपोर्ट सन सिटी देखिरहेछ है टक्क यसो अब भ्यू चाहिँ मजाको देखिन्छ यहाँबाट है हेऱ्यो भने चाहिँ अब अहिले अलिकति मौसम अलिक क्लिन छैन क्या त्यही भएर हो न त बवाल देखिन्छ दुई दिनको जिन्दगी हो रमाइलो गर्नुपर्छ है कसैसँग रिसाउनु हुँदैन झैझगडा गर्नु हुँदैन है त्यही हो अरू नि मान्छे नि हुन् हामी पनि मान्छे नि हो है टक्क लाएर जमजम चल्दिस अब हामी यहाँ अलिक अगाडि गएर है जिप लाइन पनि छ है यता जिप लाइन गर्नुहुन्छ भने जिप लाइन पनि छ है फेरि यहाँ चाहिँ त्यस्तो हामी चाहिँ त्यस्तो जिप लाइनमा नट इन्ट्रेस्टेड है तर बन्जी चाहिँ म हान्छु है जिप लाइन चाहिँ यहाँ छ है अझै बन्द रहेछ अहिले बन्द होला सायद यहाँबाट पारी जानुपर्ने रहेछ जिप लाइनमा ल है जिप लाइन छ यहाँनिर अघि हामी माथि थियौँ है अघि हामी त्यहाँ माथि थियौँ त्यहाँबाट सर जिप लाइनमा आएर हामी चाहिँ यहाँ हामीले चाहिँ अब हामी चाहिँ यहाँ पायल बाबाबाट ठ्याक्कै अहिले होला होइन ठ्याक्कै अहिले चाहिँ हामी यो माथि पायल बाबादेखि टक्क मुनि गुन्डु निस्केको तर अब कतिपयहरू गुन्डु घुम्नुहुन्छ भने कतिवटा आउँदा ठिक होला है किनकि अब बाटोको हालत हेर्नु होला यस्तो हो बुरुक दुई तला माथि उफार्छ बाइकले हो है तर जोस् तलतिरको बाटो सही हुन्छ गुन्डु आउनलाई चाहिँ त्यो पायल बाबा निस्केर यता आउँदाखेरि झ्याउ हुन्छ है बाटो अफोर्डिङ हुन्छ ओह्रालो छ है त्यो तपाईँहरू अब गुन्डु घुमेर होइन हामी पायल बाबा पनि घुम्ने हो गुन्डु घुमेर पायल बाबा घुम्ने हो घाँटी डाँडा घुम्ने हो भन्नुहुन्छ भने चाहिँ तलबाट टक्क गुन्डु निस्केर बरु उकालो आउँदा केही फरक हुँदैन ओह्रालोमा चाहिँ हल्का गाह्रो हुन्छ क्या ओह्रालोमा झर्दाखेरि चाहिँ बाटोको हालत त्यही हो है अब के देखाउनु है गर्ने चिजहरू पाउँछ है यहाँ चाहिँ ल छ त बाटो चाहिँ यही हो बाटो यही हो क्या बाटो घट्छ बाटो नि यो है बाटो त ए बाइक मात्र कुद्ने हो नि त गाडी त अब भन्न सक्दैन अब त्यही त हो सामान ल्याउनु पऱ्यो भने त्यही त गाउँमा हाम्रो त्यस्तै त हुने होइन गाउँमा नि हाम्रो यस्तै बाटो हो अब बाइक साइक कुद्यो भने कुदिहाल्यो होइन गाडी त अब त्यही हो दसैँ पर्खिनुपर्छ गाडी आउँदा त होइन ल यो ट्याक्क लाएर हाम्रो यो गुन्डुको है अर्ग्यानिक पानी भनौँ न चिसो छ पानी खान आउनु यो बाटो हामी आउने है यो बाटो चाहिँ हल्का बिग्रेको छ त्यही हो पानी चाहिँ फेरि सोलिड छ है मिठो छ पानी चाहिँ गाउँको पानी है त्यही हो
ठोको ठोकिँदैन नि ठोकिँदैन ल है हामीले चाहिँ टक्क लाएर यो बुन्डोको यो थोत्रो प्लेन कतिलाई थाहा छ है यहाँनिर चाहिँ मैले अघि भनेको थिएँ है डेटिङ बसेको रहेछ भने चाहिँ म देखाइदिन्छु भनेको थिएँ अब देखाइदिनु जस्तो छ है टक्क लाएर लाएर देख्नु भयो होला कपल्सहरू बसिरहेछ है भाइ म यो भन्छ ताइएन देख्ने है त एभ्रिवान ताइएन देख्ने ल बुझ्नेले कमेन्ट गर्नु होला है बुझ्दिनँ चाहिँ कमेन्ट हालिदिनु पर्यो ताइएन उताबाट हाम ल ल ल ल है यो हाम फाल्छ अरे ल यहाँबाट